तिमलाई भेट्दा किन साली डबल हुन्छ ऊर्जा तिमलाई भेट्दा किन साली डबल हुन्छ ऊर्जा करेन्ट लागे जस्तो हुन्छ मनको पुर्जा पुर्जा घरमा पराल सोध्नु फेरि काछ के छ खबर नानी सोध्नु फेरि काछ के छ खबर नानी तिमीलाई धेरै फापेको छ कडालीको पानी घरमा पराल तिमलाई भेट्दा किन साली सधैँ यस्तै हुन्छु तिमलाई भेट्दा किन साली सधैँ यस्तै हुन्छु के छ भेना भन्दा पनि लभ यु भेना सुन्छु घरमा पराल अझै छैन फुल्या फुलको माले भनेपछि अझै छैन फुल्या फुलको माले भनेपछि भेना त्यसै फुरुक फुरुक साली भनेपछि घरमा पराल साली आधा घरवाली लाग्छ आफ्नै बिर्ता साली आधा घरवाली लाग्छ आफ्नै बिर्ता तिमी पाए दिदी चाहिँलाई पठाइदिन्थे फिर्ता घरमा पराल भन्दिन म यो दिलभित्र झिल्के भिना हटाऊ भन्दिन म यो दिलभित्र झिल्के भिना हटाऊ जस्तै तस्तै बनाउने भा पठाउने भा पठाऊ घरमा पराल फागुन महिना आउन लाछ हाने मैले लाइन फागुन महिना आउन लाछ हाने मैले लाइन बन्ने हो त यसपालिको मेरो भ्यालेन्टाइन घरमा पराल अलि अलि समाजतिर देऊ है भेना चासो अलि अलि समाजतिर देऊ है भेना चासो जुना फिल्म लिएर आछौ भ्यालेन्टाइनको नासो घरमा पराल माघको 25 जुना फिल्म हेर्न हलमा जाउँला माघको 25 जुना फिल्म हेर्न हलमा जाउँला लास्ट सिटको टिकट लिन्छु मिठो माया लाउला घरमा पराल यस्तै भन्यो भने हौला भेना चिलिम यस्तै भन्यो भने हौला भेना चिलिम बाल विवाह गर्न हुन्न भन्छ फेरि फिल्म घरमा पराल कर्णालीको कथा बोकी आयो जुना फिल्म कर्णालीको कथा बोकी आयो जुना फिल्म कति राम्रो तिम्रै काखमा हुन पाए चिलिम घरमा पराल मेरी दिदी दुब्लाई रहेछन् थिइन् पहिला मोटे कति दुब्लागी के मेरी दिदी दुब्लाई रहेछन् थिइन् पहिला मोटे कति जानी पाली सक्ने हो कडालीकी छोटी घरमा पराल तिम्री दिदी भन्छे मलाई घर बाहिरको नखाऊ तिम्री दिदी भन्छे मलाई घर बाहिरको नखाऊ जति अटी सक्छौ बुढा कालीकोटे फकाऊ घरमा पराल आजै तयार भाकी छैन मैले जो बन्दिन आजै तयार भाकी छैन मैले जो बन्दिन 18 नै कोटै छैन नहौस्यौ भोभिना घरमा पराल बैशालुले नगर भो नाटक बालिकाको बैशालुले नगर भो नाटक बालिकाको मेयर बन मेरो दिलको नगरपालिकाको घरमा पराल कुसंस्कार र कुरीति छ हाम्रा कालीकोट कडालीको जुनसुकै ठाउँ पनि छ है त्यो चाहिँ कुसंस्कार र कुरीति छ हाम्रा कालीकोट बरु तुमी मेयर बन मै हालुला भोट घरमा पराल यस्ता ब्युटी जन्माइरहने धन्य कालीकोट यस्ता ब्युटी जन्माइरहने धन्य कालीकोट भमरालाई नभगाउन हुर्किसक्यो बोट घरमा पराल यति कुरा मान्ने भए त्यतैतिर सरो यति कुरा मान्ने भए त्यतैतिर सरो यो समाजमा घटिएका विभेद अन्त्य गरौँ घरमा पराल सुधार गर्ने बाटो अघि अघि बढ्न समाज सुधार गर्ने बाटो अघि अघि बढ्न तिमी मेरो ऊर्जा बन्नु विभेदसँग लड्न घरमा पराल आजैदेखि ऊर्जा बन्छु साँच्चै लड्ने भए आजैदेखि ऊर्जा बन्छु साँच्चै लड्ने भए बाल विवाह छाउपडीले कति काज्यान गरे घरमा पराल
जुना फिल्म बनाइहाले अब कसो गर्ने जुना फिल्म बनाइहाले अब कसो गर्ने खासमा तिमी हिरोइन म हिरो हुन पर्ने तिमी त्यतै नजिक रहेछौ गर अलि कर तिमी त्यतै नजिक रहेछौ गर अलि कर अर्को फिल्म बनाऊ भनी फकाउ डिरेक्टर घरमा पराल डाइरेक्टरले मानिसके छैन प्रब्लम जिरो डाइरेक्टरले मानिसके छैन प्रब्लम जिरो तिमी पक्का हिरोइन म अब तिम्रो हिरो व्यथितिले पारेको छ यो समाजलाई धक्का कुरीतिले पारेको छ यो समाजलाई धक्का पहिला जुना चलोस् अनि जुना दुई चाहिँ पक्का सुटिङ सँगै जाउँला तिमीलाई पानी पुरी खुवाउला सुटिङ सँगै जाउँला तिमीलाई पानी पुरी खुवाउला हाम्रो जोडी सबले हेर्दा सोच कति सुहाउला घरमा परा इप्सल रमेश इप्सल एकअर्कामै फिट हो इप्सल रमेश इप्सल एकअर्कामै फिट हो हामीले फिल्म खेल्यौँ भने शङ्कै छैन हिट हो घरमा पराल तिम्रो मेरो फिल्म हेर्दा कोही मान्दैन अल्छी तिम्रो मेरो फिल्म हेर्दा कोही मान्दैन अल्छी तिमी मिठो माछा जस्ती मेरो माया बल्छी घरमा पराल अलिकति सुहाउन के तिमी र म मात्र अलिकति सुहाउन के तिमी र म मात्र कृष्ण दाइलाई दिन पर्छ मुखियाको पात्र घरमा पराल कस्तो होला कृष्ण दाजु हुँदाखेरि मुखिया कस्तो होला कृष्ण दाजु हुँदाखेरि मुखिया हाम्रो रोमान्स हेर्दै बुढा होलान् फेरि दुखिया घरमा पराल गरिब अनि दुखीलाई सधैँ साथमा लग्छन् गरिब अनि दुखीलाई सधैँ साथमा लग्छन् हाँस्न रुन जानेका छन् कथामा नै बग्छन् घरमा पराल यो फिल्मको सुटिङमा त साँच्चै होला रमझम यो फिल्मको सुटिङमा त साँच्चै होला रमझम तिम्रो मेरो रोमान्टिक सिन पानी परोस् झमझम घरमा पराल हामीले फेरि गर्नुपर्छ जसो भने तसो हामीले फेरि गर्नुपर्छ जसो भने तसो डिरेक्टर दिदी राखौँ होला फेरि कसो घरमा पराल माया भए किन तिमीलाई डाइरेक्टरको चिन्ता माया भए किन तिमीलाई डाइरेक्टरको चिन्ता हुन्छ मात्रै भन तिमीले म मिलाउला सिन्ता घरमा पराल सुझाव सल्लाह दिने पनि हुन पर्छ पात्र सुझाव सल्लाह दिने पनि हुन पर्छ पात्र तिमीले फेरि हालौला कहीँ रोमान्टिक सिन मात्र घरमा पराल सबै खालका सिन हुन्छन् नि सबमा खुसी छाउँछ सबै खालका सिन हुन्छन् नि सबमा खुसी छाउँछ हाम्रो डेटिङ गार्ड बस्नलाई दीपक घिम्रे आउँछ घरमा पराल कहिले हुने पर्दछन् अझै त कमिटी कहिले हुने पर्दछन् अझै त कमिटी पहिला हामीले उठाउ क्यारे समाजका व्यथिति घरमा पराल माघ 25 मा सुरु गर्छन् जुना फिल्म चलाई माघ 25 मा सुरु गर्छन् जुना फिल्म चलाई याद छ मिति तिमीलाई लान हतार छ नि मलाई घरमा पराल माघ 25 मा लाग्दैछ यो देशका कुना कुना माघ 25 मा लाग्दैछ यो देशका कुना कुना अबदेखि मर्न हुन्न कुनै पनि जुना घरमा पराल इप्सल तिम्रो मनमा मेरो पिरतीको मुना पिर्न मान तिमीलाई मर्न दिन्न मेरी जुना घरमा पराल भेना भेटे यति कुरा सोधिहाले मैले भेना भेटे यति कुरा सोधिहाले मैले एउटा छोरी जन्माइहाल्यो छोरो पाउने कहिले यसको
जवाफ थाहा पाइसक्यो इन्द्रेणीको टिमले यसको जवाफ थाहा पाइसक्यो इन्द्रेणीको टिमले एउटा पाइन् नन्दाजीले अर्को पाउने तिमीले घरमा पराल माघ फागुनमा जुर्छ क्यारे लगन पनि ब्यार्ने माघ फागुनमा जुर्छ क्यारे लगन पनि ब्यार्ने साँच्चै गजम जस्तै भयो लौन दिदी क्यार्ने घरमा पराल नन्दाले के भन्ने हो र ऊ झन् खुसी बन्छे नन्दाले के भन्ने हो र ऊ झन् खुसी बन्छे मेरो दुःख बाँड्न आजै आइज बहिनी भन्छे घरमा पराल मलाई आजै लागिरहेको थियो मनको बाटो मोड्न मलाई आजै लागिरहेको थियो मनको बाटो मोड्न मेरो एउटा बोयफ्रेन्ड छ के मान्दैन के छोड्न घरमा पराल पिर्नमा न एउटा उखान छ के हाम्रो गाउँमा पिर्नमा न एउटा उखान छ के हाम्रो गाउँमा गोल लगाउन मजा आउँछ किप्पर भएकै ठाउँमा घरमा पराल मैले पार्न सक्दिन के उसको ध्यान भङ्ग मैले पार्न सक्दिन के उसको ध्यान भङ्ग बरु लैजाउला नै भए हामी दुईटैसँग घरमा पराल गाउँ पिसेर लाने हो क्या कसले लान्छ घट्टा गाउँ पिसेर लाने हो के कसले लान्छ घट्टा मोबाइल नै पाएपछि के काम भो र बट्टा घरमा पराल मलाई पनि आज यतै छोडी जान मन छ मान्दैन के उसले फेरि मलाई पनि आज यतै छोडी जान मन छ तैँले छोडी गइस् भने यतै मर्छु भन्छ घरमा पराल माया साँचो भएपछि डह्रो हुनुपर्छ माया साँचो भएपछि डह्रो हुनुपर्छ मर्न देऊ न महल दिउँला आर्यघाटको खर्च घरमा पराल हिमालयमा डाफे पाइने तर हिमा मजुर हिमालयमा डाफे पाइने तर हिमा मजुर छोरालाई सम्झाइदिनु लौ ससुर हजुर घरमा पराल त्यो त बडा सानो मान्छे माया गर्छ खासमा मलाई क्या त्यो त बडा सानो मान्छे माया गर्छ खासमा भतिजोले के आँखा लाउँथ्यो अङ्कलजीको गाँसमा घरमा पराल भने कुरो मानिहाल्थे लौ ससुराबाको भने कुरो मानिहाल्थे लौ ससुराबाको 4 वर्ष भयो दुईजनाले माया प्रेम लाको घरमा पराल त्यसो भए थाल्छु मैले अर्को माला बुन्न त्यसो भए थाल्छु मैले अर्को माला बुन्न काका भएर बुहारीलाई आँखा लाउन हुन्न घरमा पराल भनेकी थिएँ मैले तिमीले मानिहाल्छौ दिक्क भनेकै थिएँ मैले तिमीले मानिहाल्छौ दिक्क नै नै भन्दा लान्छु भन्यौ अब भयो ठिक्क घरमा पराल बिजोक रमाइलो बोके हो हे भइगयो तिम्रो बोयफ्रेन्ड मेरो भतिज नै हो भने भइगयो तिम्रो बोयफ्रेन्ड मेरो भतिज नै हो भने अर्को रहेछ भने मैले तिम्रा करङ गने घरमा पराल